आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ है। परमेश्वरले हामीलाई कहिले पनि के गर्नुहुन्छ, जागेर चेतावनी दिनुहुन्छ है। किनभने दुष्ट चाहिँ अति नै चङ्खो चतुर छ है। त्यसले जहिले पनि कहिले पनि सुत्दैन। दुष्ट चाहिँ कहिले अल्छे पनि हुँदैन। उसले चाहिँ हर समय हामीलाई है यसलाई कतिखेर लडौँ, यसको खुट्टा कतिखेर तानौँ है भनेर हामीले जहिले पनि दाउ दिइरहेको हुन्छ है। त्यसै कारण चाहिँ हामीले जब नै हामी है आत्मामा बलियो हुँदैनौँ र हामी शरीरपट्टि सोच्न थाल्छौँ है, शरीरको कुराहरूलाई संसारको कुराहरूपट्टि हामी जान्छौँ, तब नै हामीलाई के गर्छ, त्यो समयमा चाहिँ हामी परीक्षामा पर्छौँ है। दुष्टले चाहिँ हामीलाई त्यो टाइममा चाहिँ के गर्छ, आक्रमण गर्छ है। त्यो सबै कुराहरूबाट हामी बाँच्नुको लागि चाहिँ आज हामी यहाँ के भएका छौँ, एकसाथ भेला भएका छौँ है। किनभने आजको दिन चाहिँ है विश्वले मानिरहेको है पवित्र दिन है। आजको दिनमा चाहिँ जहिले पनि हामीले परमेश्वरको स्तुति गान गर्ने दिन भनेर चाहिँ है त्यस 2000 वर्ष अघिको समयदेखि नै प्रभु छुट्याएको यो दिनलाई है अति पवित्र दिन छ। तर हामीले हप्ताभरि हामी जति नै काम धन्दामा व्यस्तता हुँदा पनि आजको दिनलाई चाहिँ हामीले परमेश्वरको दिन भनेर छुट्याएको दिनलाई चाहिँ हामीले कहिले पनि नबिराउँ, कहिले पनि एब्सेन्ट नहुँ है। जति सक्दो हामीले भेटीको दशंश त हामीले आफ्नो काम धन्दाबाट मेहनतबाट दशंश भेटी चढाउँछौँ, तर हामीले समयको दशंश भेटी दिन नसके तापनि आइतबारको दिनलाई चाहिँ हामीले कहिले पनि है हामीले नबिराउँ है। एनी टाइम जसरी एनी हाउ है हामी सङ्गति गर्न नछोडौँ है। त्यो चाहिँ हामीले एउटा के हो भने चाहिँ हाम्रो जीवनको एउटा लक्ष्य जस्तै हो। जब नै हामीले परमेश्वरलाई चिनिसकेपछि है, जानिसकेपछि, हामी बेप्टिजाइज भइसकेपछि है, परमेश्वरको करारहरूलाई वचनहरूलाई पालन गर्छु भनेर हामीले है अब नयाँ जन्म लिइसकेपछि चाहिँ हामीले के गर्नुपर्छ, परमेश्वरको आज्ञा पालन गर्नु चाहिँ हामीले बिर्सनु हुँदैन। हामीलाई किसिम किसिमको अहिले समस्या आइपर्छ। आज पनि हेर्नुहोस्, अब म एउटा टाढा ठाउँ होस्, साउथ सिक्किम पुग्नुपर्ने हो मनाउमा है, म बिहानै जानु पनि सक्थेँ। तर मैले किनभने मेरो टाढा टाढाबाट आउने साथीहरू छ, कोही लेक्सेपबाट आउँदैछ, कोही नाम्ची, कोही कता कता गेजिङहरूबाट, कोही पिप्पालेबाट आउनेहरू छ है साथीभाइहरू। तर मैले भने मेरो समय चाहिँ 1 बजी दिएँ मैले, किनभने म चाहिँ सङ्गति छोडेर चाहिँ म नजाने। किनभने मैले परमेश्वरलाई पहिलो स्थान दिनँ भने चाहिँ म कहिले पनि कुनै कुरा लक्ष्यमा पनि म सक्सेस हुन सक्दिनँ है। त्यसै कारणले गर्दाखेरि चाहिँ मैले परमेश्वरलाई पहिला स्थान दिएर अब सानै छोटै मात्रै भए पनि मैले आज मेरो वचन मैले भ्याउँछु भनेर समय दिएको थिएँ है। मैले एक मनले सोचेँ, अस्ति मैले चाहिँ सोचिरहेको थिएँ, अब 19 तारिक चाहिँ शनिबार सोचेको थिएँ, तर अस्ति लास्टमा क्यालेन्डर हेर्दा त 19 तारिक त आइतबार पो पर्ने रहेछ। मलाई के गर्नुभयो पहिला मैले प्रार्थना गरेँ है। मैले प्रार्थना गर्दाखेरि चाहिँ अहिले के गरेँ, मेरो ग्रुपमा मैले भने म चाहिँ 1 बजी आउँछु भने मेरो जिद्दी गरेँ। मलाई किन जिद्दी जहिले पनि 1 बजी भनेर भने है। अगाडिको पालोमा पनि मलाई आइतबारै परेको थिएन, म 1 बजी नै समय दिएको थिएँ। तर मलाई साथीहरू त्यसरी सोध्दा मैले सिधै भने म चाहिँ चर्च नगए चाहिँ म आउँदिनँ है, म पहिलो स्थान चाहिँ परमेश्वरलाई नै दिन्छु, अनि मात्रै म अरू काम गर्छु भनेर भन्दाखेरि चाहिँ सबैजनाले ओके भनेर चाहिँ 1 बजी नै भेट्ने भएको छ बर्मेकको फाटकमा होइन। त्यसै कारण चाहिँ म चाहिँ आज अब त्यसै कारण हामी सबैजनाले नै है यो कुराहरूलाई है मनमा राखेर हामीले चाहिँ पहिलो स्थान परमेश्वरलाई दिएर चाहिँ हामी जीवनमा अघि बढ्छौँ है। यही प्रार्थना गर्दछु है, यही निवेदन गर्दछु सबैजनालाई है। परमेश्वरको आदेश पनि यही छ। अनि अर्को वचन छ व्यवस्थाको पुस्तक निकाल्नु त 30 मा व्यवस्थाको पुस्तक। हिजो पनि हामी है यहाँनिर सङ्गति गरिरहेका थियौँ है। मैले यो वचन हिजो मात्रै पाएको है। जो हिजोको वक्ता हुनुहुन्थ्यो उहाँले यो वचनहरू हामीलाई घरमा गएर स्टडी गर्नु भनेर है भन्नुभएको थियो। अन्त मैले यो वचन घरमा गएर पढ्दै गर्दाखेरि मलाई अगुवाई भयो कि आज म यही वचन राख्छु भनेर हुन्छ नि। अब म त्यस्तो तयारीमा पनि छुइनँ, तर म अब जस्तै वचनलाई पढेर नै म प्रकाश गर्ने कोसिस गर्दछु है। परमेश्वरले मलाई सहायता मद्दत गर्नुहुनेछ। अनि त्यो वचनलाई 3 देखि हामी हेर्नेछौँ है। परमप्रभु परमेश्वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठाउनुहुनेछ र तितर बितर पार्नु भएको जाति जातिका बिचबाट तिमीहरूलाई बटुलेर ल्याउनुहुनेछ है। परमेश्वरले चाहिँ के गर्नुहुनेछ, उहाँको सन्तानहरूलाई चाहिँ, उहाँको छोराछोरीहरूलाई चाहिँ के गर्नुहुने रहेछ, हामी तितर बितर भएर जतासुकै छरपष्ट भएर जस्तोसुकै लथालिङ्ग जीवन दिए पनि जेसुकै गरे पनि परमेश्वरले चाहिँ के गर्नुहुनेछ, आफ्नो छोराछोरीहरूलाई चाहिँ है फर्काएर ल्याउनुहुनेछ है। सबै त्यो अरू अन्य जातिहरूको बिचबाट चाहिँ उहाँले बटुलेर चाहिँ के गर्नु ल्याउनुहुनेछ, कहाँ ल्याउनुहुन्छ, उहाँको भवनमा ल्याउनुहुनेछ।
है भनिन्छ 4मा है फालिएकाहरू कोही पृथ्वीको पल्लो कुनामा छ भने पनि त्यहाँबाट परमप्रभु परमेश्वरले तिमीहरूलाई बटुल्नुहुन्छ र त्यहाँबाट उहाँले तिमीहरूलाई ल्याउनुहुनेछ। परमेश्वरले के गर्नुहुने रहेछ, परमेश्वरले चुन्नु भएको छोराछोरीलाई चाहिँ उहाँले कहिले पनि छोड्नुहुन्न। एनी हामी जस्तै स्थितिमा किन नहोस्, हामीले परमेश्वरलाई भुलेर कुनै कुनै संसारको जुनै कुरामा गएर कुनै परमेश्वरलाई बाहेक है हाम्रो आफ्नो जिन्दगी बिताएको किन नहोस्, परमेश्वरले जहिले पनि मेरो छोराछोरी कहिले फर्केर चाहिँ मलाई सम्झिन्छ, कहिले चाहिँ मलाई पुकारा गर्छ भनेर चाहिँ परमेश्वरले जहिले पनि है याद गरिरहनु भएको हुन्छ हामीलाई है। किनभने उहाँले बनाउनु भएको अति नै बहुमूल्य है सृष्टिको बहुमूल्य प्राणी चाहिँ हामी नै हौँ है, जसलाई चाहिँ परमेश्वरले हामीलाई बुद्धि र विवेक दिनुभएको छ है, चेतना दिनुभएको छ, हामीले सही र गलत छुट्याउने ज्ञान बुद्धि परमेश्वरले हामीलाई दिनुभएको छ। त्यसै कारण चाहिँ परमेश्वरले उहाँको सर्वश्रेष्ठ प्राणीलाई चाहिँ उहाँले जहिले पनि याद गरिरहनुहुन्छ, उहाँले सम्झिरहनुहुन्छ है। त्यसै कारण हामीले पनि संसारको कुराहरूमा गएर भुलेर है, किनभने जब नै हामी संसारको शरीरपट्टि जाँदछौँ भने हामीलाई शरीरमा धेरै कुराहरूको टेम्पटेसनहरू आउँछ है, परीक्षाहरू आउँछ। अब हामी यहाँदेखि घरदेखि बाहिर जाने बित्तिकै बाहिरको रङ्गमञ्चहरू है, त्यो मजाको कुराहरू है, इन्जोय गर्ने कुराहरू देख्दछौँ, त्यो टेम्पटेसनहरू हामीलाई पनि आउँछ, किनभने हामी शरीरमा भएको कारणले गर्दाखेरि है। तर हामीले के सोच्नुपर्छ, जहिले पनि पवित्र आत्मा चाहिँ हाम्रो भित्र हुनुहुन्छ है। पवित्र आत्माले जब नै हामीलाई चलाउँछ तब त्यो संसारको कुनै पनि परीक्षाले कुनै पनि टेम्पटेसनले चाहिँ हामीलाई ढाल्न सक्दैन है, लडाउन सक्दैन। त्यो चाहिँ हाम्रो के हो भने मेन हतियार चाहिँ हाम्रो प्रार्थना हो है। हामीले प्रार्थना गर्नु कहिले पनि छोड्नु हुँदैन, घरमा होस्, हामी हिँड्दाखेरि होस्, गाडीमा चढेको बेलामा होस्, जब नै हामी एक्लै हुन्छौँ हामीले के परमेश्वरसँग जहिले पनि बातचित गरिरहनुपर्छ। किनभने हामी परमेश्वरको नजिक छौँ भने दुष्टले हामीलाई कहिले पनि लडाउनु सक्दैन है। त्यही कारण चाहिँ हामीले जुनै पनि कुरामा हामीले हाम्रो बेसी गरी अहिले चाहिँ के छ भने संसारको कुराहरूमा हामीलाई फोनले एकदमै बेसी भुलाउँछ है। हामीलाई बाइबल पढ्न थालेपछि अल्छी लाग्छ, कुनीकोतिर हात दुखेको जस्तो हुन्छ, खुट्टा दुखेको जस्तो हुन्छ, बस्नु अप्ठ्यारो भएको जस्तो किसिम हुन्छ है। त्यो चाहिँ के कहाँबाट आएको, दुष्टबाट आएको। तर जब हामी मोबाइल हेर्न थाल्छौँ केही दुखेको केही थाहा पाउँदैन, निन्दा पनि लाग्दैन, अल्छी पनि लाग्दैन है। त्यो चाहिँ के हो भने चाहिँ त्यो दुष्टले गरेको हो हामीलाई है। त्यो कुरा बुझ्नको लागि चाहिँ हामीलाई परमेश्वरले पवित्र आत्मा दिनुभएको छ है। पवित्र आत्मा चाहिँ परमेश्वर, हामी चाहिँ पवित्र आत्माको घरमा चाहिँ हामी पवित्र आत्माद्वारा हामी डोराइएका छौँ भने चाहिँ हामीले यो सबै कुराहरूबाट यो चाहिँ व्यर्थको कुरा हो है, यसले चाहिँ मलाई भुलाउँदैछ, यसले चाहिँ मेरो सबै समयहरू बर्बाद गर्दैछ भनेर हामीले सोच्यौँ भने त्यो कुरादेखि हामी अलग रहन सक्छौँ है। त्यो कुरा चाहिँ त्यो चाहिँ कहाँबाट आउँछ, त्यो चाहिँ परमेश्वरबाट आउँछ है, दुष्टबाट आउँदैन त्यो कुरा है। 5 अनि तिमीहरूका पिता पुर्खाले अधिकार गरेको देशमा परमप्रभु परमेश्वरले तिमीहरूलाई ल्याउनुहुनेछ र तिमीहरूले त्यसको अधिकार गर्नेछौ र उहाँले तिमीहरूलाई तिमीहरूका पिता पुर्खाभन्दा उन्नतिशील र असङ्ख्य बनाउनुहुनेछ है। के भन्ने भनेको चाहिँ 5को वचनमा चाहिँ हामीले चाहिँ परमेश्वरको वचन पालन गरेर हिँड्यौँ भने उहाँले दिएको तरवारहरूलाई चाहिँ हामीले इस्तेमाल गरेर हिँड्यौँ भने चाहिँ हामीले के गर्नेछौँ, संसारमा अधिकार गर्न सक्नेछौँ है। हाम्रो पिता पुर्खाहरूले पाएको अधिकारलाई चाहिँ हामीले है, त्यो अधिकारभन्दा पनि उहाँले त्यो टाइममा पाएको आशिषहरूभन्दा पनि अझै बढी आशिष हामीले पाएर चाहिँ के गर्नेछौँ, हामीले विजय पाउनेछौँ है। त्यो भन्दैछ वचनमा है, असङ्ख्य गरी हामीले चाहिँ पिता पुर्खाहरूभन्दा पनि उन्नतिशील भएर चाहिँ हामी के हुनेछौँ, आशिषित हुनेछौँ है। तिमीहरूका परमप्रभु परमेश्वरलाई तिमीहरूले आफ्नो सारा हृदय र प्राणले प्रेम गर, उहाँले तिमीहरूको सन्तानको हृदय परिवर्तन गर्नुहुनेछ र तिमीहरू दीर्घायु हुनेछौ है। अब हाम्रै फ्यामिलीमा पनि अहिले कतिजना प्रभु चिनेको छैनन् है, हामीले प्रार्थनामा राखिरहेका छौँ। हामी चिनेको त चिनेका भइहाल्यौँ है, नचिनेकाहरूलाई पनि प्रभु हामीले परमेश्वरमा ल्याउनको लागि चाहिँ परमेश्वर चाहिँ हाम्रो हृदयहरू परिवर्तन, मानिसहरूको हृदय परिवर्तन गर्ने चाहिँ को हो, परमेश्वर हो है। हामीले मानिसलाई कुटेर पिटेर गाली गरेर है सम्झाएर मान्छेलाई कहिले पनि हामीले परिवर्तन गर्नु सक्दैनौँ, किनभने जबसम्म परमेश्वरबाट नै आउँदैन है, परमेश्वरबाट नै त्यो अभिषेक आउँदैन। उसले आफ्नो जब उसैले जो परिवर्तन हुनुपर्ने छ उसले चाहिँ यो कुरा बुझ्दैन भने चाहिँ हामीले मान्छेले सम्झाएर बुझाएर कहिले पनि हुँदैन। मान्छेले सम्झाउँदा बुझाउँदा चाहिँ के हुन्छ, त्यसमा आर्गुमेन्ट हुन्छ, झगडा हुन्छ है, त्यहाँनिर अझै दुष्टले काम गर्छ। तर जब नै परमेश्वरले बाट आउँछ है, जब नै आफ्नो हृदयमा नयाँ हृदय आफ्नोमा आउँछ है, नयाँ हृदयले बास गर्छ है, त्यहाँदेखि नै चाहिँ हाम्रो सारा आफ्नो मनले प्रेमले जब नै हाम्रो आफ्नो प्राणले परमेश्वरलाई प्रेम गर्न थाल्छौँ, त्यही कारण त्यहाँदेखि नै हामीले क्या सही गलत छुट्याउन सक्छौँ है। म कुन चाहिँ
ट्र्याकमा हिँडिरहेको छु है, म के गरिरहेको छु भन्ने कुरालाई चाहिँ बुझ्ने चाहिँ समझ शक्ति र ज्ञान चाहिँ परमेश्वरले त्यो समय चाहिँ पवित्र आत्माद्वारा चाहिँ हामीमा हालिदिनु हुनेछ है। त्यसै कारण चाहिँ हामीले जहिले पनि है हामीले चाहिँ के आशिषित भएका छोराछोरी हौ र है, हृदय परिवर्तन गर्नुहुनेछ, तिमीहरूलाई दीर्घायु हुनेछौ भन्नु मतलब चाहिँ हामी चाहिँ दीर्घायु चाहिँ कसरी हुनेछौँ जब नै हामी परमेश्वरको आज्ञा पालन गरेर हिँड्छौँ है, कुनै कुरामा पनि ढल्दैनौँ गिर्दैनौँ है। भनेपछि चाहिँ हामीले एकदमै स्वर्गीय शान्ति आनन्दले भरेको मान्छे कस्तो हुन्छ है, स्वर्गको राज्यको बखान गर्दा कस्तो भन्छ, न त्यहाँ दुखाइ हुन्छ, न पीडा हुन्छ, न चिचाट हुन्छ है, न त्यहाँ के हुन्छ, केही पनि हुँदैन है। त्यो खालको शान्ति आनन्द चाहिँ परमेश्वरले हामीलाई यो समय पनि दिनु सक्नुहुन्छ है। यो समय पनि हामीले त्यो शान्ति आनन्द पाउनुको लागि चाहिँ के गर्नुपर्छ, हामीले परमेश्वरको वचन पालन गरेर हिँड्नुपर्छ है। हामी केही गलत काम कुरो गर्न आँटेका छौँ भने पनि पवित्र आत्माद्वारा हामीलाई यो कुरा त गर्नु हुँदैन। हामी जहिले मान्छेको दुईवटा मन हुन्छ होइन, भित्री भन्ने म गर्दैछु लु साथीको आहोमा गयो मजा गर्ने भनेर सोच्यो भने पनि तर भित्रबाट नजाऊ नगरौ, यो त राम्रो होइन हौ, ठिक हुँदैन हौ। अब जस्तै हामी अलिकति भए पनि वचन पढेको वचन सुनेको मान्छेहरू, सङ्गति गरेको मान्छेहरू होइन, किनभने त्यो टाइममा के गर्नु होला, परमेश्वरको वचन टक्कै विकल्प हुन्छ है, याद हुन्छ। त्यो चाहिँ के हो भने चाहिँ पवित्र आत्माले हामीलाई काम गरेको। त पवित्र आत्माले नजा भन्दैछ भने हामी जानु हुँदैन, किनभने त्यस ठाउँमा हामी गयौँ भने के गर्छौँ, हामी खाल्डामा पर्छौँ है। हामीलाई त्यो समयमा चाहिँ बचाउने कोही पनि हुँदैन है, दुष्टले राज गर्छ त्यो समयमा चाहिँ हामीलाई है। त्यही कारण चाहिँ हामी चाहिँ परमेश्वरको वचनलाई चाहिँ हामीले चाहिँ जहिले पनि सिरोपर गरेर हिँड्नुपर्ने छोराछोरी चाहिँ हामी हुनुपर्छ है। तिमीहरूका परमप्रभु परमेश्वरले यी सबै श्रापहरू तिमीहरूलाई खेदो गर्ने गैरी र तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ है। यो खालके नराम्रो श्रापहरू चाहिँ के गर्नुहुनेछ, जब हामी परमेश्वरको वचनमा ठिक भएर हिँडेका छौँ भने चाहिँ जतिजनाले हामीलाई रिस गर्छ, आरिस गर्छ, नराम्रो भन्छ है, किनभने हुन्छ नि संसारमा मान्छेहरू है, त्यो अलिकति राम्रो भएर हिँड्यो भने, अलिकति पढ्नुमै ज्ञानी भयो भने है, अलिकति धन सम्पत्ति नै कमायो भने के गर्छ, आरिस गर्नु थालिहाल्छ मान्छेहरूले है। तर परमेश्वरको आशिष र अभिषेकद्वारा त्यो भएको छ भने चाहिँ जति पनि रिस आरिस डाहा गर्नेहरू, जति पनि शत्रुहरू छन् त्योहरू चाहिँ के हुनेछ, रद्द हुन्छ है। परमेश्वरको अगाडि उनीहरू टिक्न पाउने छैन, परमेश्वरको छोराछोरीलाई उनीहरूले केही पनि गर्नु सक्दैन। तर जब नै हामी कमजोरी छौँ भने चाहिँ फेरि त्यही कुराले हामीलाई वार गर्छ है। त्यही यो कुरा चाहिँ हामीले एकदमै बुझ्नुपर्ने कुरा छ है। त्यसपछि तिमीहरू फेरि परमप्रभुको वचन मान्नेछौ र आज मैले तिमीहरूलाई गरेका उहाँका सबै आज्ञाहरू पालन गर्नेछौ है। त्यही भने चाहिँ हामीले परमेश्वरको सबै आज्ञाहरू पालन गरेर हिँड्छौँ भने चाहिँ कुनै दुष्टले पनि हामीलाई केही गर्न सक्दैन, छुन सक्दैन, कुनै कुरोमा लडाउन सक्दैन, गलत काम गर्नदेखि बचाउँछ है। त्यही कारण चाहिँ हामी चाहिँ परमेश्वरका अब तिमीहरूका हात हतियार सबै काममा, तिमीहरूका हात हतियार 9 है, अब तिमीहरूका हातका सबै काममा, सन्तानमा, गाई वस्तुमा र भूमिको उब्जनीमा परमप्रभु परमेश्वरले तिमीहरूलाई अगोर वृद्धि गराउनुहुनेछ है। के गर्नुहुन्छ, परमेश्वरले आशिष पनि दिनुहुने रहेछ है। परमेश्वरले यस्तो खालको अब त्यो टाइम उहिलेको समयमा त जसको गाई वस्तु, घोडा बाख्राहरू है, भेडा बाख्राहरू, घोडाहरू हुन्थ्यो है, त्यो समय त्यो धनी हुन्थ्यो है। तर अहिलेको जमानामा चाहिँ के छ भने जो मान्छे ज्ञानी छ, बुद्धिमानी छ, त्यो धनी है। पैसा रुपियाँको धन पनि अहिले आउँछ अहिले जान्छ भन्छ नि, हातको मैलो भन्छ पैसालाई होइन। तर जो मान्छे बुद्धिमानी छ है, ऊ नै धनी हो अहिलेको समयमा चाहिँ। किनभने जसले परमेश्वरको डर भए मान्छ ऊ नै धनी हो है। ताकि भोलिको दिनमा उसलाई जस्तै समस्या आइपरे पनि ऊ कहिले पनि लड्दैन, किनभने उसले के गरिन्छ, परमेश्वरलाई पक्रेर हिँडेको छ है, क्रुस उठाएर हिँडेको छ जस्तो है। त्यही कारण उसलाई कहिले पनि लडाउन सक्दैन, कुनै पनि कुराले उसलाई अब गरिब बनाउँदैन है। तिमीहरूको पिता पुर्खाको वृद्धिमा परमप्रभु प्रसन्न भए चाहिँ तिमीहरूलाई वृद्धि गर्न पनि खुसी हुनुहुनेछ है। हामी आज्ञाकारी छोराछोरी भएछौँ भने के हुने रहेछौँ, जहिले पनि आशिषित हुने रहेछौँ, सबै कुरामा भरपुरी हुने रहेछ हामीलाई है। अनि त्यसै कारण चाहिँ हामीले परमेश्वरलाई चाहिँ जहिले पनि कहिले पनि बिर्सिनु हुँदैन, कहिले पनि छोड्नु हुँदैन, हर समय हर वक्त है। अन्त परमेश्वरको आज्ञा पालनलाई गरेर हिँड्ने छोराछोरी चाहिँ हामी हुनुपर्नेछ है। अब व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञा र विधिहरूलाई मान्नलाई तिमीहरूले परमप्रभुको वचन सुन्यौ भनेर आफ्नो पुरा हृदय र प्राणले परमप्रभु आफ्नो परमेश्वरतिर तिमीहरू फर्क्यौ भने यस्तो हुनेछ।
लास्टमा के भनेको छ अब हामीले चाहिँ परमेश्वरको वचन पालन गरेर उहाँको वचन अनुसार आफ्नो हाम्रो हृदयमा लिएर है र आफ्नो प्राणले है परमप्रभुलाई आफ्नो परमेश्वर भनेर मानेर चाहिँ हामी है संसारको सबै कुराहरूबाट फर्क्यौँ है फर्केर आयौँ र है परमेश्वरको वचनलाई मानेर हामीले हिँड्यौँ भने चाहिँ यो सबै आशिषहरू चाहिँ परमेश्वरले हामीले दिनुहुन्छ। आशिष पाउनु कुनै पनि मेहनत नगरी कसैले पनि केही पनि पाउँदैन है। हामीले पनि दिनभरि अफिसमा गएर काम गरिदिनु भने हामीलाई कसले पनि स्यालेरी दिँदैन होइन। कुनै पनि कुनै कुरो पनि पाउनुको लागि चाहिँ हामीले के गर्नुपर्छ, मेहनत गर्नुपर्छ है। आफ्नो आफ्नो है किसिम किसिमको मेहनत हुन्छ है, जुन जुन आफ्नो आफ्नो पेसा हुन्छ, पेसा अनुसारको मेहनत नगरी चाहिँ हामीले कहिले पनि फल पाउँदैनौँ है। त्यस्तो प्रकारले त हामीले पनि बाइबलको वचनहरू पालन गर्दैनौँ भने हामी कहिले पनि आशिषित हुँदैनौँ। हामीलाई भरि बढाउ है फल्दै फुल्दै वृद्धि हुँदै जाऊ भन्ने त्यो आशिष चाहिँ हामीले कहिले पनि पाउन सक्दैनौँ। किनभने जब नै हामीले परमेश्वरको वचनलाई अवहेलना गरेका छौँ भने है, वचनलाई बिर्सेर हामीले लापरवाही जिन्दगी जिएका छौँ भने चाहिँ हामीले त्यो आशिष कहिले पाउन सक्दैनौँ है। त्यसै कारण हामीले यो आशिष चाहिँ हामीले कहिले पनि नगुमाउँ। किनभने परमेश्वरले चुनेको छोराछोरीलाई हामी आज यहाँ भेला भएका छौँ है। कोही अहिले कतिवटा कुरामा कमजोरी होला है, कतिजनाको प्रार्थनालाई सुनेको छैन, मेरो प्रार्थना सुनाइ भएको छैन, परमेश्वरले त मलाई माया गर्दैन कि क्या हो, मेरो प्रार्थनालाई सुन्दैन क्या हो भनेर तपाईँले सोच्नु भएको छ है भने पनि अब तपाईँहरूले चाहिँ अब उसो चाहिँ के गर्नुहोस्, अहिले पनि तपाईँले प्रार्थना गर्नुहोस्, परमेश्वरको वचनलाई क्लेम गर्नुहोस्। एउटा एउटा वचनलाई तपाईँलाई कुन कुराको लागि प्रार्थना गर्नुपर्ने छ त्यो वचनलाई पहिला तपाईँले पढ्नुहोस्, क्लेम गर्नुहोस्, अनि त्यसपछि तपाईँले प्रार्थना गर्नुहोस्। अवश्य तपाईँको प्रार्थना चाहिँ सुन्नु हुनेछ है। त्यही कारण चाहिँ तपाईँहरूलाई यही प्रार्थना गर्दछु है। हामी चाहिँ परमेश्वरको आज्ञाकारी छोराछोरीहरू भएर बस्छौँ, कर्म स्कुलको छोराछोरीहरू, विशेष गरी हामी सबैजना युथहरू छौँ है। अब हामी 3 जना आमाहरू मात्रै छौँ। अब हाम्रो युथहरू छ, 1 जना बाबु छन्, आज त्यो बाबु पनि छैन हाम्रो माझमा है। त्यो जान्छन् जस्तो छन् है, परमेश्वरले उनीहरूलाई सुरक्षा गरिरहेका हुन् है। अनि हाम्रो घरमा हेर्नु अहिले हाम्रो मण्डलीमा के भइरहेको छ, गीताको घरमा है बिमारी भइरहेको छ, हेमा दिदीको घरमा बिमारी भइरहेको छ है। अब अस्ति सलमकै घरमा दुःख आइपऱ्यो। यस्तो दुःखहरू आइबस्छ हामीलाई संसारमा। यो चाहिँ ताडनाहरू हो, परमेश्वरले दिएको ताडना। यो ताडनाबाट चाहिँ हामी है यसलाई चाहिँ पार गरेर चाहिँ हामी अघि बढ्नुपर्छ है। किनभने मेरो घरमा मात्रै यस्तो मलाई त परमेश्वरले याद पो गर्दैन कि, मेरो प्रार्थना पो सुनाइ हुँदैन कि भनेर तपाईँले कहिले पनि नगर्नुहोस्, कहिले पनि हरेस नखानुहोस् है। निरन्तर आफ्नो घरमा बिहान बेलुका प्रार्थना गर्नुहोस् है। समय लामो छैन भने पनि बिहान उठ्ने बित्तिकै पहिला सुरु चाहिँ के गर्नुहोस्, परमेश्वरलाई नै धन्यवाद दिनुहोस्। किनभने परमेश्वरले हामीलाई यति राम्रो जीवन, यति राम्रो संसार, यति राम्रो सुन्दरता, संसारको सुन्दरतालाई चाहिँ हामीले उपभोग गर्नुको लागि परमेश्वरले हामीलाई दिनुभएको छ। त्यसै कारण चाहिँ हामीले आँखा खुल्ने बित्तिकै चाहिँ पहिला सुरु चाहिँ के गर्नुपर्छ, परमेश्वर आफ्नो टेन्सनहरू, आफ्नो दुःखहरू सम्झिनु हुँदैन। सबै कुरो सबैभन्दा पहिला सुरु चाहिँ सर्वप्रथम चाहिँ हामीले परमेश्वरलाई अगाडि फर्स्टमा राखेको छ चाहिँ हाम्रो बाटोहरू चाहिँ सधैँभरि सुगम भएर जान्छ है। अब लास्टको एउटा वचन छ है 20को एकचोटि 20मा बुझौँ है। परमप्रभु तिमीहरूका परमेश्वरले प्रेम गर्दै, उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो, किनकि यसो गर्नुहुने तिमीहरूका निम्ति जीवन हो। के रहेछ, यसो गर्नु नै चाहिँ हामी चाहिँ परमेश्वरमा लीन भएर बाँच्नु नै है चाहिँ हाम्रो के हो, जीवन रहेछ है। अब हामी परमेश्वरमा लीन भएन भने चाहिँ के हो, हामी सिधै कहाँ जान्छौँ, नरक कुण्डमा जान्छौँ है। त्यो चाहिँ के हो, हाम्रो मृत्यु हो है। त्यो मृत्यु चाहिँ के हो, हाम्रो नरक कुण्ड हो। त्यसै कारण चाहिँ हामी चाहिँ नयाँ जीवन पाउनुको लागि चाहिँ परमेश्वरमा सधैँभरि लीन हुनुपर्ने रहेछ है। र तिमीहरू दीर्घायु हुनेछौ है, परमेश्वरले दीर्घायु भनेर पनि है यहाँनिर भन्नुभएको छ हामीलाई। जो चाहिँ हामी सधैँभरि है दीर्घायु भनेको त सधैँभरि बाँची बस्ने नि त, कहिले नमर्ने हो नि त होइन। हामी चाहिँ के हुने रहेछौँ, दीर्घायु हुने रहेछौँ है। हाम्रो मरणै हुँदैन, यो शरीरको मरण हुन्छ तर आत्माको मरण कहिले पनि हुँदैन होइन। हामी चाहिँ अजन्मभरि अविनाशी है। हामीलाई चाहिँ परमेश्वरले त्यस्तो खालको आशिष, दीर्घायु हुने आशिष दिनुभएको छ है। अब तिमीहरूका पिताका पुर्खा अब्राहम, इसाक र याकुबसित परमप्रभुले तिमीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू निवास गर्नेछौ है। हाम्रो पिता पुर्खाहरू है, उहाँ परमेश्वरले, मैले अघि फर्स्टमा भन्न तर फेरि मैले यो वचनलाई लास्टमा भन्छु भनेर सोचेँ है। हाम्रो पिता पुर्खाहरूबाट आएको आशीर्वाद चाहिँ के पाउनेछौँ, हामीले पाउनेछौँ जब नै हामी परमेश्वरमा हामी लीन भएर बस्यौँ भने है। अब त्यसै कारण चाहिँ है मैले आज छोटो वचन राखेको छु, तपाईँहरूले बुझ्नु भयो या बुझ्नु भएन है। तपाईँहरूले एकपल्ट घरमा गएर पनि एकपल्ट मनन गरिदिनुहोस् यो वचनलाई है। अन्त अनि हामी प्रार्थना गरौँ है। वचनलाई आज यति नै राख्दैछु है, छोटो प्रार्थना गरौँ ल।